हेलो गाइस वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी एउटा नयाँ आइफोन निकाल्न गइरहेका छौँ। अब एकदमै त्यो पनि किस्तामा निकालिरहेको छ। भाइले चाहिँ एकदमै भनिरहेछ कि मलाई निकाल्दै चाहियो भनिरहेछ फोन है। अब हामी चाहिँ निकालिरहेछौँ। ए भाइ के हेर के फोन हेर, फोन त आइफोन बिना मर्छु भनिरहेको भाइ। हेर्नुहोस् त गाइस, आइफोन लिन चाहिँ गइरहेछौँ हामी। अब चाहिँ भाइ यो आइफोन लिन मर्छु भनिरहेछ, त्यही भएर हामी चाहिँ अब आइफोन निकाल्न गइरहेछौँ है। हामी कुन चाहिँ सब जाँदा राम्रो होला गाइस भन्नुहोस् त तपाईँहरूले। धोती सब जाऊँ भन, धोती सब के जमाना आयो यार, बच्चालाई पनि आइफोन हातमा चाहियो अरे। मलाई त अचम्म लागिरहेछ सुनेर पनि है। फाइनली गाइस अब यसले चाहिँ लिएर आइसकेको छैन। हामी सबजना यहाँ कट्ठे भएको छौँ। आइफोन न्यू बिचारा आइफोन वाला भइसक्यो हेर्नु न यार। सब आइफोन वाला भइरहने यार। हाम्रो भाइ हो आइफोन वाला है। हेर ज्यादा महँगो हैन। आज भोलि क्या बच्चाहरू पनि आइफोन भन्छन्। हेर न 50,000। उमेर कति हो भाइ तिम्रो? उमेर कति भाइ तिम्रो? उमेर कति भाइ? 17 वर्ष भाइ। हेर भाइले दुध खाने उमेरमा एउटा 60-70 हजारका फोन लिन्छन् केटाहरू। भन्नु अब के भन्नु यार, के भन्नु छ? हामीले त के भन्नु भएन यार। हामीले त अब त्यसै मर्नु जाऊ भइगयो बिचारो। क्यार हुँदैन गगन के, हामीलाई त केही जुगाड हुँदैन यार। आइडिया देऊ न त, आइफोन लिने आइडिया देऊ न। कसरी दाम? ओहो दमका जरुरत होता है भने ओहो सेट 50, 60, 70, 80 हजार के आजकल के छोरे लौंडे आइफोन लिँदा हेर। 17 साल हे भगवान क्या भन्नु, 17 वर्षको भयो भन्यो 80 हजारको आइफोन लिँदै हेर। यो कतिको है तेरो आइफोन? कतिको? 80। कतिको? 50 को अरे। म त कहाँ जाइ, म पार्टी पनि खोइरहेको छैन। पार्टी दिने कि नि? यहाँ क्यामेरामा हेरेर भन्नु पर्यो क्या। बस